त्यसो त यो फिल्म क्षेत्रलाई नै हल्लै हल्लाको क्षेत्र पनि भन्ने गरिन्छ। यहाँ काम कम हल्ला बढी हुने गर्छ। अरू त के कुरा गर्नु, कागले कान लग्यो भन्दा आफ्नो कान नछामी कागका पछि दौडिनेहरूको पनि कमी छैन यहाँ। त्यसो त मैले एउटा कुरा बारम्बार भन्ने गरेको छु कि यहाँ पात हल्लिनलाई हावा चल्नै पर्दैन। हावा नचलिकन पात मात्र होइन, रुखै हल्लिरहेको। अहिले अभिनेत्री सुरक्षा पन्त विवादमा तानिएकी छिन्। नेपाली चलचित्र क्षेत्रका एकदमै चर्चित र पुरानो कार्यक्रम रजतपटको इन्टरभ्यूमा आफ्नो अभिव्यक्ति राख्ने क्रममा उनी अहिले विवादमा तानिएकी हुन्। उनी अभिनीत नयाँ फिल्म खेल गएको शुक्रबार अर्थात वैशाखको 12 गतेबाट प्रदर्शन भइरहेको छ। फिल्म प्रदर्शनमा आउन लाग्दा कलाकारहरूको चर्चा हुनु स्वाभाविक नै हो भन्दा फरक नपर्ला। सुरक्षा पनि यति बेला चर्चामा छिन्, तर उनको चर्चाको विषय फिल्म खेल नभएर एक अन्तर्वार्ता भएको छ, जसमा उनले पूर्व नवयुवराज हृदयेन्द्र शाहको विषयमा गरेको एक टिप्पणीलाई लिएर राज तथा समर्थकहरू उनीमाथि खनिएका छन्। उनको अभिव्यक्तिलाई लिएर फेसबुकदेखि टिकटकसम्म उनलाई गालीको वर्षा भइरहेको देखिन्छ भने कतिले उहाँको भनाइ एकदम सन्तुलित र बौद्धिक रहेको र पुरै अन्तर्वार्ता मूल्याङ्कन गर्दा नेपालकी कलाकार समुदायमा उहाँ जतिकै बौद्धिक भेटाउन गाह्रै होला भनेर धेरैले सपोर्ट धारणा समेत गरेका छन्। अन्तर्वार्तामा सुरक्षालाई पूर्व नवयुवराज हृदयेन्द्र शाहको तस्बिर देखाएर उनको विषयमा टिप्पणी गर्न भनिन्छ। जवाफमा उनले भनिन्, ग्रान्ड चाइल्ड अफ किङ पारसको छोरा होइन के रे नाम। कार्यक्रममा सञ्चालक प्रकाश सुवेदीले उनको नाम भनेपछि उनी उहाँको ठूलो फ्यान छ नि दाइ, यङ स्टार नानी केटीहरूको भन्दै हाँसिन्। भन्छन् धेरैले उहाँलाई मन पराउनुहुन्छ। हा हा हा। पारसको छोरा होइन, केटी नाम हृदयेन्द्र हो। उहाँको ठुलो फ्यान छ नि दाइ, यङ्स्टर नानी केटीहरूको। धेरैले उहाँलाई मन पराउनुहुन्छ। कार्यक्रममा उनलाई फेरि भविष्यमा कुन रूपमा हेर्न चाहनुहुन्छ भनेर प्रश्न राख्छन्। आउनुहोस्, फिल्म इन्डस्ट्रीमा राम्रो हुन्छ, लुक्स पनि राम्रो छ, आई होप अभिनय पनि सक्नुहुन्छ होला उनले भन्छन्। कार्यक्रममा उनले फिल्म क्षेत्रमा स्वागत समेत गरेका छन्। भविष्यमा कुन रूपमा उहाँलाई हेर्न चाहनुहुन्छ? आउनुहोस्, फिल्म इन्डस्ट्रीमा राम्रो हुनुहुन्छ, लुक्सहरू राम्रो छ, आई होप अभिनय पनि सक्नुहुन्छ होला, कुनै आर्टतिर लाग्नुभयो भने दामी हुन्छ। सुरक्षा प्रदर्शन भइरहेको चलचित्र खेलकै प्रचार प्रसारको सिलसिलामा उनी अन्तर्वार्तामा पुगेकी थिइन्। कार्यक्रमको बीचमा केही अगाडिको इन्टरभ्यू समेत जोडिन्छ। इन्टरभ्यूकै क्रममा प्रदर्शन र चलचित्र पितम्बर र प्रदर्शन भइसकेको एक्टरको टपिक्स पनि समेटिन्छ। एक्टरमा अभिनय गरेकी दिव्या रायमाझीको बारेमा पनि चर्चा गरिन्छ। सुरक्षालाई एक इन्टरभ्यूमा सोधिन्छ, दिव्या रायमाझीको काम कस्तो लाग्यो, तर अभिनेत्री सुरक्षा पन्तले सिधै कुरा घुमाउँछिन् र अन्य फिल्मसँग जोडिएका कलाकारलाई समेटेर आफ्नो अभिव्यक्ति दिन्छन्। त्यसपछि निरन्तर चलिरहेको इन्टरभ्यूमा यसो भन्छन्। दिव्याको कुरा आइरहँदाखेरि नि कहीँ कतै तपाईलाई कुनै सञ्चारकर्मीले दिव्याको बारेमा प्रतिक्रिया लिन खोज्दाखेरि अरू पनि धेरै कलाकार छन् भनेर त्यतातिर जाँदै नगइकन स्मार्ट मुभ बताइदिनु। स्मार्ट मुभ भन्छ। भित्र दिव्या रायमाझीले इन्ट्री गर्नु भएको छ नयाँ इन्डस्ट्रीमा होइन, कस्तो लाग्यो तपाईँलाई उहाँको इन्ट्री चाहिँ? मलाई सबैको इन्ट्री राम्रो लाग्यो। त्यहाँ अरू थिएटर एक्टरहरू पनि हुनुहुन्छ, दिव्यजी हुनुहुन्छ, सुशीलजी हुनुहुन्छ, उहाँहरूको पर्फर्मेन्स पनि बवाल छ। राजदाई आउनु भएको छ, राजदाईको पर्फर्मेन्स पनि बवाल छ। दुईटा गर्ल्सहरू पनि राम्रो पर्फर्म गर्नुभएको छ। सो ओभरअल फिल्म इज भेरी इन्टरटेनिङ। यो कता कता जाने नजाने उहाँहरूकै बारेमा प्रश्न सोध्ने, उहाँहरूकै इन्डिरेक्टली। अब म पिताम्बरमा काम गरेँ होइन, आफ्नो मेहनत आफूलाई थाहा छ, आफू खटेको आफूलाई थाहा छ कुन हदसम्म काम गरियो भनेर घुमाएँ। फेरि मेन एक्टरकै बारेमा प्रश्न सोधिरहेछ, तपाईँलाई उहाँसँग काम गर्नु कस्तो लाग्यो, उहाँसँग काम गर्नु कस्तो लाग्यो, मेरो बारेमा सोध न भने जस्तो फिलिङ आयो क्या त्यहाँ त। अनि एउटा पोइन्टमा चाहिँ मैले जानी कटाक्ष हानेको नै हो। कसैले उहाँको बारेमा सोद्धाखेरि चाहिँ उहाँको बारेमा यदि म एकदमै मेस्मराइज उहाँको काम देखेर अति नै प्रभावित भएको भए त दाइ नसोधे पनि भन्थ्यो होला होइन। तर अब उहाँको काममा ओके लागेको थियो, त्यो फिल्ममा अझ बेटर गर्न सक्नुहुन्छ भन्ने भएको थियो। त्यही भएर त्यो उहाँकै बारेमा सोद्धाखेरि चाहिँ म बिचकेर अलिकति इन्डिरेक्टली घुमाउन खोजेको चाहिँ हो। उहाँको अनुसार एक हिसाबले सही र एक हिसाबले गलत पनि देखिन्छ। सबै कलाकार निपुण हुन सक्दैनन् र इच्छा छ तर क्षमता छैन भने गाह्रो पनि होला, तर क्षमता छैन इच्छा छ भने यो क्षेत्रमा हुनुहुन्न भन्ने पनि हुँदैन। दर्शकबिन यसमा के भन्न चाहनुहुन्छ आफ्नो प्रतिक्रिया कमेन्टमा राख्न नभुल्नुहोला। अहिले सुरक्षा पन्त अभिनीत चलचित्र खेल प्रदर्शन भइरहेको छ। यस्तै विभिन्न अभिव्यक्तिको कारण कति चलचित्रलाई नै असर पारिरहेको देखिन्छ भने कतिलाई यस्तै कुराले फिल्मलाई फाइदा पनि पुगिरहेको देखिन्छ। जे होस्, खेल चलचित्रलाई हाम्रो शुभकामना छ। चलचित्रमा सुरक्षा पन्त, मनिका थापा, हेना नगरकोटी, सम्पिका गौतम लगायतको अभिनय रहेको छ भने सम्पादन प्रवर्तक यम प्रसाद ओली र सम्पादन डिजाइनर किशोर नेपाल रहेका छन्। अब लागो आजको अर्को शीर्षकतर्फ। खुसमा पछि अब जालकीमा धीरज र उपासनाको
जोडी फेरि देखिने भएको छ। अभिनेता धीरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीले पहिलो पटक एकसाथ काम गरेको फिल्म थियो खुस्मा। अघिल्लो वर्ष प्रदर्शनमा आएको यो फिल्ममा उनीहरूको जोडीलाई दर्शकहरूले निकै रुचाएका थिए। फिल्म रिलिजको संगारमा प्रेम सम्बन्धको चर्चा पनि चल्यो। अब फेरि यी जोडीलाई एउटै फिल्ममा देख्न पाइने भएको छ। फिल्म जलाकीमा उनीहरूको जोडी बाँधिन लागेको हो। उपासनालाई लिएर पहिलो चरणको छायाङ्कन पनि भइसकेको फिल्ममा यसै साता धीरज अनुबन्धित भएका हुन्। उनले दोस्रो चरणको छायाङ्कन सुरु भएपछि सेट जोइन गर्ने निर्देशक अशोक थापा मगरले बताए। अशोक तिनै निर्देशक हुन् जसले धीरज र उपासनालाई लिएर खुस्मा बनाएका थिए। निर्देशकको हिसाबले यो उनको दोस्रो फिल्म हो। त्रिकोणात्मक प्रेम कथामा आधारित भएर बन्न लागेको फिल्ममा धीरज र उपासना सहित सोनाम तोप्देन, अस्मिता भट्टन, आकृति राज भण्डारी, माछी गुरुङ, बुद्धि तामाङ, संगीता थापा मगर, खडक बहादुर पुन लगायतको अभिनय रहनेछ। बारदली गीतको भिडियोबाट चर्चा पाए कि आकृतिले यही फिल्मबाट अभिनेत्रीको रूपमा डेब्यू गर्न लागेकी हुन्। शैलेन्द्र डी कार्कीको डिओपी रहने फिल्मको निर्मातामा ओम घरती मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टन, बेताले मगर, कविता राणा, मान बहादुर धना मगर र अस्मिता बुढाथोकी रहेका छन्। निर्देशक थापाले फिल्ममा मगर र गुरुङ समुदायको संस्कृति र परम्परालाई झल्काउने बताएका छन्। यसमा उनी स्वयंको लेखन रहेको छ भने 3 चरणमा फिल्मको छायाङ्कन हुनेछ। त्यस्तै अब अभिनेता निखिल उप्रेती फिल्ममा फर्किने भएको छ। म्युजिक भिडियोबाट उदाएका कलाकारहरूको फिल्ममा आगमन बढिरहेको समयमा अब पालो मोडल उषा उप्रेतीको भएको छ। उनले फिल्ममा डेब्यू गर्ने भएका छिन्। निखिल उप्रेतीको निर्देशनमा बन्न लागेको नयाँ फिल्म आश्चर्यबाट उनको डेब्यू पक्का भएको छ। उनले शुक्र निखिलसँगको एक तस्बिर फेसबुकमा शेयर गर्दै नयाँ यात्रा थालिने भएको उल्लेख गरेकी छिन्। उनी फिल्ममा कसको जोडी बनेर देखिने छिन् भन्ने खुलिसकेको छैन। पहिलो फिल्मलाई लिएर निकै उत्साहित देखिएकी उनलाई यति बेला सामाजिक सञ्जालमा बधाईको ओइरो लागेको छ। दर्जनौं म्युजिक भिडियोमा अभिनय गरिसकेकी उनलाई यस अघि पनि केही फिल्मबाट प्रस्ताव पुगेको थियो। तर डेब्यूका लागि हतार नगरेकी उषा अब आश्चर्य मार्फत फिल्ममा भाग्य उब्जाउँदैछिन्। एक्सन प्रधान रहने आश्चर्यमा निखिल स्वयं मुख्य भूमिकामा देखिनेछन् भने उनकी श्रीमती तथा अभिनेत्री सञ्जिता लुइटेलको पनि अभिनय रहनेछ। यसपटक फिल्ममा फरक शैलीको एक्सन पस्किने तयारीमा रहेको निखिल बताउँछन्। प्याराग्लाइडिङ स्टन्ट गरेको दृश्य फिल्ममा समावेश गरिँदैछ। यसका लागि निखिलले साउथका एक्सन कोरियोग्राफरलाई अनुमोदित गरिसकेको स्रोत बताउँछ। 3 महिना अघि निखिलले एक अन्तर्वार्तामा नयाँ फिल्मको छायाङ्कन आगामी जेठबाट सुरु गर्ने बताएका थिए। उनले भनेका थिए म जेठबाट नयाँ फिल्मको छायाङ्कन गर्छु होला। यो द्वन्द एक्सनमा आधारित फिल्म हुनेछ। यसको मतलब फिल्ममा सिर्फ द्वन्द छैन। पहिला चाहिँ म सिर्फ द्वन्द गर्थे र मैले गर्ने द्वन्दमा कथा हालिन्थ्यो। अब मैले बनाउने फिल्मको कथामा चाहिँ द्वन्द हुनेछ। त्यस्तै आजको अर्को शीर्षक रहेको छ अहिले चर्चाको कारण ठूलो हाइप बनाएको फिल्म नरसिंह अवतारको। आगामी जेठ 9 गतेबाट प्रदर्शनमा आउन लागेको एक्सन प्रधान फिल्म नरसिंह अवतार यति बेला अच्छा लेकिन लन्डनको गीतको कारण चर्चामा रहेको छ। युट्युब रिलिजको 6 दिनमै 17 लाख भन्दा बढी भ्युज पाइसकेको गीतले फिल्मको हाइप निर्माणमा ठूलो भूमिका खेलेको छ। फिल्मको स्टार कास्ट र गीतको चुनिदो चर्चा हेर्दा बक्स अफिसमा राम्रो व्यापार गर्ने सम्भावना देखिन्छ। फिल्मको प्रदर्शन नजिकै गर्दा निर्माता टिमले प्रचारमा तीव्रता दिएको छ। श्रृंखलाबद्ध रूपमा प्रचारात्मक सामग्री सार्वजनिक भइरहेको छ। यसैबीच मंगलबार फिल्मको एक नयाँ पोस्टर सार्वजनिक गरिएको छ जसमा मुख्य अभिनेता राजेश हमाल सहित 16 जना कलाकार चित्रित छन्। पोस्टरले फिल्ममा कुन कलाकारको कस्तो गेटअप छ भन्ने प्रश्न पार्छ। दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा राजेश हमाल सहित सरोज खनाल, निर शाह, राज कटुवाल, नीति शाह, सनिसा भट्टराई, प्रशान्त ताम्राकार, उषा खड्गी, अर्जुन श्रेष्ठ, रमेश चन्द सोडारी, दीपा साई, प्रकाश कुवर, राजीव जङ बस्नेत, राकेश मानन्दर, टार्जन लगायतको अभिनय रहेको छ। यो हमालको 8 वर्षपछिको कमब्याक फिल्म हो। चन्द्रपन्थाको कथा रहेको फिल्ममा राजु तामाङको द्वन्द, कविराज गतराज, माइकल चन्द्र, रामजी लामिछानेको कोरियोग्राफी, शम्भुजित बास्कोटा र अर्जुन पोखरेलको संगीत, राजु विक्रम थापाको डिओपी, समीर मियाको भेक्सन तथा साइल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ। नेम महर्जन निर्माता रहेको फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव नेवानीको लगानी रहेको छ। आदरणीय दर्शकबिन यो जानकारी कस्तो लाग्यो कमेन्ट गर्नुहोला। साथै यस्तै चलचित्र क्षेत्रका बारेमा बुझ्न र जान्न चाहनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नुहोला है त।